सोचमा नराम्रो खराब विचारहरू छन्, हाम्रो खराब चाल उत्थानको घटना थियो। आमेन। बलिदान दिनु पर्दछ। यी बानीहरूबाट हामी जय मसीह। आशा छ सबैजना सन्चै अनि आरामै हुनुहुन्छ। आमेन। सर्वप्रथम म परमेश्वरलाई धन्यवाद दिन चाहदछु यो समयमा उहाँले हामीलाई यो सुन्दर अवसर अनि यो सुन्दर समय दिनुभएको छ ताकि उहाँको हामीले आराधना गर्न सकौँ र उहाँको महिमा गर्न सकौँ र उहाँको जीवित वचन सुन्न सकौँ भनेर उहाँले हामीलाई यो सुन्दर समय दिनुभएको छ। हामी उहाँलाई धन्यवाद दिँदछौँ र यो समयमा आदरणीय मण्डली परिवारलाई म विशेष गरेर धन्यवाद दिन चाहदछु र यसै गरेर मण्डलीमा हुनुभएका गुरुबा अनि हाम्रो जति नै लिडरहरू हुनुहुन्छ, अगुवाहरू हुनुहुन्छ, सबैजनालाई म हृदयदेखि नै धन्यवाद दिँदछु र हजुरहरू सबैजना यहाँ उपस्थित हुनुभएका विश्वासी जनहरूमा म हृदयदेखिबाट नै धन्यवाद भन्न चाहदछु किनभने हामी सबैजना वचन सुन्नलाई तयार छौँ। आमेन। र त्यसै गरेर हाम्रो बिचमा आदरणीय गुरुबा अहिले हुनुहुन्न कति हप्ताको लागि, त्यो भएको कारणले गर्दाखेरि उहाँले सम्पूर्ण विश्वासी मण्डलीलाई सम्झिनु भएको छ र जय मसीह भन्नुभएको छ। उहाँको तर्फबाट जय मसीह। र अनि मैले पनि पास्टर गुरुबालाई भनिदिएँ विश्वासी परिवारहरूले हजुरलाई धेरै सम्झिनु भएको छ भनेर उहाँलाई मैले खबर दिएको छु। साँच्चै नै उहाँले हजुरहरूको निम्ति प्रार्थना गर्दै हुनुहुन्छ र हजुरहरूले पनि उहाँको निम्ति सम्झेर आफ्नो प्रार्थनामा सम्झिदिनु होला। र यो समयमा अब हामी लगातार वचन सुन्नेछौँ। हामी वचनलाई एक मन एक हृदयको भएर हामी सुन्नेछौँ। वचन चाहिँ प्रभु यीशु ख्रीष्ट स्वयं नै बोल्नु हुँदछ, केवल हामी चाहिँ एउटा मध्यस्थकर्ता मात्र हौँ। हुन्छ, आउनुहोस् हामी वचनलाई सुरु गर्नेछौँ र वचनको लागि प्रार्थना पनि भइसकेको छ अनि वचनको लागि प्रार्थना गर्नुहुनेलाई पनि धन्यवाद। परमेश्वरले आशिष दिनुभएको होस्। आजको वचनको शीर्षक रहेको छ यीशु ख्रीष्टको दुःख भोग। आज वचनको शीर्षक रहेको छ यीशु ख्रीष्टको दुःख भोगको हप्ता। जुन यो हप्ताभरि चाहिँ यीशु ख्रीष्टको दुःख भोगलाई चाहिँ हामीले थाहा पाउन सक्दछौँ। यीशु ख्रीष्टले कसरी दुःख भोग्नुभयो, कुन कुन बारहरूमा के काम गर्नुभयो, कस्तो घटनाहरू घट्यो भन्ने कुरोलाई आज हामी एकदमै ध्यानपूर्वक मग्न भएर वचनलाई सुन्नेछौँ। साँच्चै आजको वचनको शीर्षक रहेको छ यीशु ख्रीष्टको दुःख भोग। यीशु ख्रीष्टले कसरी दुःख भोग्नुभयो, यीशु ख्रीष्ट क्रुसमा टाँगिनुभन्दा अगाडि र यीशु ख्रीष्ट क्रुसमा टाँगिनु भइसकेपछि के भयो, कस्तो घटनाहरू घट्यो भन्ने कुरोलाई आज हामी ध्यानपूर्वक परमेश्वरको वचनबाट हामी सुन्नेछौँ र हामी आशिषित हुनेछौँ। जुन यो गएको आइतबारदेखि यो आउने आइतबारसम्मको हप्ता, यो हप्तालाई चाहिँ एउटा दुःखमय हप्ता भनेर भनिन्छ, जसमा चाहिँ यीशु ख्रीष्टले धेरै कुराहरू गर्नुभएको कुरा हामी थाहा पाउन सक्दछौँ। जुन हप्तालाई चाहिँ पवित्र हप्ता भनिन्छ, यो हप्ताभरि चाहिँ यीशु ख्रीष्टले कसरी दुःख भोग्नुभयो यो कुरोहरूलाई जान्न अत्यन्तै आवश्यकता रहेको छ। र हामीले पहिलो सुरुमा बुझ्नु पर्दा यीशु ख्रीष्ट यरुशलेममा प्रवेश गर्नुभएको हामी थाहा पाउन सक्दछौँ। यीशु ख्रीष्ट यरुशलेममा प्रवेश यसरी गर्नुभयो कि त्यो प्रवेशको बेलामा चाहिँ त्यो प्रवेशको दिन चाहिँ कुन थियो भन्दा आइतबारको दिन थियो। जुन प्रवेशको दिनलाई पाम सन्डे भनेर भनिन्छ। कति हजुरहरूले सुन्नुभएको छ वा सुन्नुभएको छैन। जब यीशु ख्रीष्ट चाहिँ त्यो यरुशलेममा प्रवेश गर्दै हुनुहुन्थ्यो त्यो दिनलाई चाहिँ पाम सन्डे भनेर भनिन्छ, जसलाई चाहिँ खजुरको आइतबार भनेर भनिन्छ। जुन खजुरको आइतबार चाहिँ यीशु ख्रीष्ट यरुशलेममा विजय भएर प्रवेश गर्नुभएको घटनालाई हामी थाहा पाउन सक्दछौँ। हामी आजको वचन हेर्न जाँदैछौँ। यो आइतबारदेखिको आउने आइतबारसम्मको यो एक हप्ताभित्रमा चाहिँ येशूसँग सम्बन्धित घटनाहरू कसरी घटियो र कसरी उहाँले यो
हप्ताभित्र कसरी दुःख भोग भोग्नुभयो भन्ने कुरालाई हामी बुझ्न जाँदैछौँ र हामी आशिषित हुन जाँदैछौँ। साँच्चै नै मैले भनिसकेको छु, आइतबारको दिनमा येशू ख्रीष्ट चाहिँ त्यो यरुशलेममा प्रवेश गर्नुभएको छ। ओ येशू ख्रीष्ट यसरी प्रवेश गर्नुभयो, एउटा गधामा चढेर उहाँ चाहिँ यरुशलेममा प्रवेश गर्नुभएको हामी थाहा पाउन सक्दछौँ। जसरी येशू ख्रीष्ट आइतबारको घटनालाई हेर्दाखेरि हामी कहाँ पाउँछौँ भन्दा मत्ती 21 अध्याय सबैजनाले निकाल्न सक्नुहुनेछ। मत्ती 21 अध्यायको 1 देखि 11 सम्म हामीले त्यहाँ पाउन सक्दछौँ कि पाम सन्डे खजुरको आइतबार भनेर त्यहाँ हामी थाहा पाउन सक्दछौँ र त्यहाँ रहेको छ यरुशलेममा येशूको विजय प्रवेश भनेर त्यहाँ लेखिएको छ। माथि मत्ती 21 अध्यायमा जब तपाईहरूले मत्ती 21 अध्यायमा हेर्नुहुन्छ त्यहाँ देख्न सक्नुहुनेछ यरुशलेममा येशूको विजय प्रवेश। येशू ख्रीष्ट एउटा गधामा चढेर यरुशलेममा विजय प्रवेश गर्नुभयो। किन येशू ख्रीष्ट घोडामा चढेर जानु भएन भन्दा येशू ख्रीष्ट जब घोडामा चढ्नु भयो, एउटा घोडाको सन्देश जब त्यो गधामा चढ्नु भयो, त्यो गधाको सन्देश चाहिँ के थियो भने नम्रता, शान्तिको प्रतीकको रूपमा त्यहाँ देख्न सकिन्छ। जसरी ठुला ठुला राजाहरू, संसारका राजाहरू युद्ध गर्ने घोडाहरूमा चढेर उनीहरूलाई स्वागत गरिन्छ र उनीहरूले आफ्नो बल अनि शक्तिलाई देखाउने, युद्धहरू गर्ने कुरोहरूलाई देखाउँदछ। तर येशू ख्रीष्ट चाहिँ गधामा चढेर उहाँ यरुशलेममा विजय प्रवेश गर्नुभयो। किन उहाँ गधामा चढेर जानुभयो? किनभने उहाँ शान्तिको प्रतीक हुनुहुन्थ्यो, उहाँ नम्र हुनुहुन्थ्यो, उहाँ शान्तिको राजा हुनुहुन्थ्यो। त्यो भएको कारणले गर्दाखेरि येशू ख्रीष्ट चाहिँ यरुशलेममा प्रवेश गर्नुभएको हामी थाहा पाउन सक्दछौँ। अनि जुन कुरोले चाहिँ त्यहाँनिर येशू ख्रीष्टको दुःख भोगको दिनहरू सुरु भएको हामी थाहा पाउन सक्दछौँ। त्यसै गरेर जब येशू ख्रीष्ट चाहिँ यरुशलेममा प्रवेश गर्दै हुनुहुन्थ्यो त्यतिखेर मानिसहरूले आफ्नो त्यो खजुरको हाँगाहरू भाँचेर अनि बाटोमा बिछ्याएर त्यहाँनिर आफ्नो लुगाहरू, तन्नाहरू, कपडाहरूलाई चाहिँ बाटोमा बिछ्याएर येशू ख्रीष्टलाई स्वागत गरेको घटनाहरू हामी देख्न सक्दछौँ। र त्यही समयमा मानिसहरूले यसरी प्रशंसा गरेका छन्, दाउदका पुत्रलाई प्रशंसा भन्दै त्यहाँनिर होसना भन्दै त्यहाँनिर चाहिँ येशू ख्रीष्टको प्रशंसा गरिरहेको हामी देख्न सक्दछौँ। जब त्यहाँ मानिसहरूको भिडले दाउदको पुत्रलाई होसना भनिरहेको थियो, यो यत्तिकै भनेको थिएन, किनभने दाउदको पुत्र भन्दै गर्दाखेरिमा येशू ख्रीष्ट चाहिँ जुन अगमबाडी गरेको, जुन प्रतिज्ञा गरेको उद्धारकर्ताको रूपमा राजा भएर आउँदै हुनुहुन्छ भन्ने कुरोलाई मानिसहरूले स्वीकार गरिरहेको हामी त्यहाँ देख्न सक्दछौँ। जब होसना होसना भन्दै परमेश्वर येशू ख्रीष्टलाई चाहिँ त्यहाँनिर प्रशंसा गरिरहेको, स्वागत गरिरहेको छ। यो होसना भनेको चाहिँ हामीले बुझ्नुपर्ने ग्रिक भाषामा चाहिँ होसना भनेको चाहिँ हामीलाई बचाउनुहोस् भनेर भनेको हुन्छ। अनि त्यहाँनिर चाहिँ मानिसहरूले चाहिँ होसना होसना भन्दै येशू ख्रीष्टलाई स्वागत गरेको हामीले थाहा पाउन सक्दछौँ। अनि त्यसै गरेर हामी सोमबारको दिनमा हेर्ने हो भने जब येशू ख्रीष्ट यरुशलेममा प्रवेश गर्नुभयो तब त्यहाँ सोमबारको दिनमा भोलिपल्ट येशू ख्रीष्टले मन्दिरलाई शुद्ध गर्नुभएको कुरा हामी थाहा पाउन सक्दछौँ। त्यही लेखिएको छ मत्ती 21 अध्यायको 12 देखि 17 सम्म त्यहाँ लेखिएको छ। येशू मन्दिरमा बाइबलमा हेर्न सक्नुहुनेछ। मत्ती 21 अध्यायको 12 देखि 17 सम्म त्यहाँ येशू मन्दिरमा भनेर लेखिएको छ। जुन कुरो चाहिँ जब येशू ख्रीष्ट यरुशलेममा प्रवेश गर्नुभयो तब मन्दिरमा येशू ख्रीष्ट जानुभयो र उहाँले हेर्नुभयो, त्यहाँ येशू ख्रीष्टले देख्नुभयो जुन मन्दिर, जुन सभा घर चाहिँ प्रार्थनाको घर हुनुपर्ने थियो तर उहाँले त्यो भेटाउनु भएन। त्यो सभा घर चाहिँ कस्तो थियो भन्दा सबै व्यापार गर्ने, त्यहाँनिर किनबेच गर्ने, त्यहाँनिर चाहिँ
अनेक किसिमको पशु प्राणीहरूलाई बेचबिखन गर्ने, भेडा बाख्राहरूलाई बिक्री गर्ने, कुखुराहरूलाई बिक्री गर्ने अनेक किसिमको व्यापारहरू चाहिँ त्यहाँ देखिरहेको थियो। जुन भवनमा, जुन सभाघरमा प्रार्थना हुनुपर्ने थियो, त्यो प्रार्थनालाई चाहिँ येशू ख्रीष्टले भेटाउनु भएन। त्यहाँ सबै अशुद्ध कुराहरू जुन परमेश्वरको मन्दिरमा, परमेश्वरको भवनमा गर्न नहुने कुराहरू चाहिँ त्यो यरुशलेमको मन्दिरमा गरिरहेको येशू ख्रीष्टले भेटाउनु भयो र येशू ख्रीष्टले त्यो मन्दिरमा शुद्ध गर्नुभएको कुरा हामी थाहा पाउन सक्दछौँ। सबै व्यापारहरू गर्ने, त्यहाँनिर किनबेच गर्ने मानिसहरूलाई त्यहाँबाट येशू ख्रीष्टले निकाल्नु भयो र येशू ख्रीष्टले भन्नुभयो, मेरो घर प्रार्थनाको घर हुनु पर्दछ, तर तिमीहरूले त यसलाई डाकुहरूको अड्डा बनाएका छौ भनेर त्यहाँ येशू ख्रीष्टले भनिकन सबै किनबेच गर्ने मानिसहरूलाई त्यहाँबाट निकाल्नु भइकन शुद्ध गर्नुभएको घटना चाहिँ हामी सोमबारको दिनमा हामी देख्न सक्दछौँ। र त्यसै गरेर हामी हेर्न सक्दछौँ त्यसको भोलिपल्ट मङ्गलबारको दिनमा के भयो। मङ्गलबारको दिनमा चाहिँ येशू ख्रीष्ट सभाघरहरूमा अनि बाहिर भएका विभिन्न पब्लिक ठाउँहरूमा येशू ख्रीष्टले चाहिँ प्रचार गर्नुभएको, स्वर्गीय राज्यको शिक्षाहरू दिनुभएको कुराहरू हामी देख्न सक्दछौँ। जहाँ चाहिँ सदुकी फरिसीहरू र धर्म गुरुहरूले चाहिँ येशू ख्रीष्टलाई विभिन्न किसिमका प्रश्नहरू सोधिरहेको थियो र त्यो प्रश्नहरूको येशू ख्रीष्टले उत्तर दिँदै त्यहाँ विभिन्न दृष्टान्तहरू भन्नुभएको छ। हामी हेर्न सक्दछौँ यो कुरोलाई 21 अध्याय र 23 अध्यायसम्म हामी देख्न सक्दछौँ। त्यहाँ येशू ख्रीष्टले विभिन्न दृष्टान्तहरू भन्नुभएको छ। दुई छोरोको दृष्टान्त भन्नुभयो, मोहीहरूको दृष्टान्त भन्नुभयो, विवाह भोजको दृष्टान्त भन्नुभयो र कर तिर्ने शिक्षाहरूको बारेमा उहाँले शिक्षा दिनुभयो। सबैभन्दा महान आज्ञाहरूको बारेमा उहाँले बताउनु भयो। शास्त्री र फरिसीहरूलाई धिक्कार्नुभयो। येशू ख्रीष्टले चाहिँ यो मङ्गलबारको दिनमा चाहिँ धेरै किसिमको शिक्षाहरू दिनुभयो। जुन त्यहाँ भएका ठुला धर्म गुरुहरू येशू ख्रीष्टदेखि रिसाए, येशू ख्रीष्टलाई कसरी मार्न सकिन्छ भन्ने दाउहरू युक्तिहरू खोजिरहेको हामी देख्न सक्दछौँ। यही समयबाट नै येशू ख्रीष्टलाई मार्ने योजनाहरू चाहिँ त्यहाँ सदुकी फरिसीहरू र धर्म गुरुहरूले त्यो योजनाहरू, त्यो प्लानहरू बनाइरहेको, किनभने स्वर्गीय राज्यको असल समाचार चाहिँ येशू ख्रीष्टले यरुशलेममा भएका मानिसहरूलाई सुनाउँदै हुनुहुन्थ्यो र त्यो सत्य कुरोहरू चाहिँ त्यो धर्म गुरुहरूलाई र त्यहाँ भएका सदुकी फरिसीहरूलाई त्यहाँनिर मेल खाएन र उनीहरूले परमेश्वर येशू ख्रीष्टलाई चाहिँ मार्ने योजनाहरू बनाएको हामी त्यहाँ देख्न सक्दछौँ। र येशू ख्रीष्टले फरिसी र शास्त्रीहरूलाई धिक्कार्नु भएको कुराहरू हामी देख्न सक्दछौँ। र येशू ख्रीष्टले मानिसहरूलाई भन्नुभयो, तिमीहरूले सदुकी र फरिसीहरूले भनेको मान, तर उनीहरू जस्तै नबन भनेर त्यहाँ भन्नुभएको कुरो हामी देख्न सक्दछौँ। किनभने उनीहरू जुन कुराहरू बाहिर देखाउँदथे त्योभन्दा पनि फरक किसिमको चाहिँ भित्र उनीहरूले काम गर्ने थिए। परमेश्वरको वचन अनुसार उनीहरू चलिरहेको थिएन। त्यो भएको कारणले गर्दाखेरि येशू ख्रीष्टले चाहिँ शास्त्री र फरिसीहरूलाई धिक्कार्नु भएको कुरो हामी मङ्गलबारको दिनमा देख्न सक्दछौँ। र त्यसै गरेर आउने बुधबारको दिनमा चाहिँ त्यो चाहिँ शान्त दिन थियो। त्यसमा ठुलो घटना भएको हामी त्यहाँ देख्न सक्दैनौँ, हामी भेटाउँदैनौँ। तर एउटा कुरो चाहिँ हामी थाहा पाउन सक्दछौँ, यहुदा इस्करियोतले के गर्यो भन्ने कुरो तपाईँहरू मलाई थाहा छ। यहुदा इस्करियोत येशू ख्रीष्टको 12 जना चेलाहरू मध्ये एकजना चेला थिए र यही बुधबारको समयमा यहुदा इस्करियोतले प्लानहरू बनाए, योजनाहरू बनाए। त्यो येशू ख्रीष्टलाई पक्राइदिने त्यो खराब सोचहरूलाई उसले बनाए बुधबारको दिनमा र उसले पक्राइदिने मानिसहरूसँग सम्झौता गरेको हामीले थाहा पाउन सक्दछौँ। जस्तै हामी हेर्दछौँ मत्ती 26 अध्यायको 14 देखि 16सम्म त्यहाँनिर हामी पाउँदछौँ कि यहुदा इस्करियोतले कसरी येशू ख्रीष्टलाई पक्राइदिने सम्झौता गरेर मौकाहरू हेरेको हामी त्यहाँ देख्न सक्दछौँ। सबैजनाले पल्टाउन सक्नुहुनेछ यूहन्ना
मत्ती 26 अध्यायको 14 देखि 16 त्यहाँ हामी देख्न सक्दछौँ। यहुदाको विश्वासघात भनेर लेखिएको छ। मत्ती 26 अध्यायको 14 देखि 16 यहाँ यसरी लेखिएको छ, यहुदाको विश्वासघात भनेर लेखिएको छ। तब 12 मध्ये एकजना यहुदा इस्करियोत भन्ने चाहिँ मुख्य पुजारीहरू कहाँ गयो र भन्यो, यदि मैले उहाँलाई तपाईहरूका हातमा पक्राइदिए भने मलाई के दिनुहुन्छ? तिनीहरूले त्यसलाई चाँदीका 30 सिक्का दिए। त्यसै बखतदेखि यहुदाले उहाँलाई पक्राइदिने मौका खोज्न थाल्यो। हेर्नुहोस्, यो घटना चाहिँ बुधबारको दिनमा भएको घटना हामी थाहा पाउन सक्दछौँ। पक्राइदिने योजना यहुदा इस्करियोतले बनाएको छ र योभन्दा अरू ठुलो घटनाहरू हामी देख्न सक्दैनौँ बुधबारको दिनमा। अब हामी हेर्ने हो भने बिहीबारको दिनमा कस्तो खालको घटना घट्यो, के भयो भन्ने कुरोलाई हामी हेर्नेछौँ। बिहीबारको दिनमा त्यहाँ येशू ख्रीष्ट र 12 जना चेलाहरूले अन्तिम भोज गर्नुभएको कुरा हामी त्यहाँ देख्नेछौँ। त्यहाँ अन्तिम भोज मात्र भएको छैन, त्यहाँ येशू ख्रीष्टले आफूलाई नम्र बनाई ती 12 जना चेलाहरूको खुट्टा धुनु भएको कुरा हामी देख्न सक्दछौँ। जसले नम्रताको उदाहरण देखाउँदछ, जसले नम्र व्यवहारको उदाहरणलाई देखाउँदछ, येशू ख्रीष्ट आफै स्वर्गीय राज्यको राजा भइकन पनि आफ्ना चेलाहरूको खुट्टा धुएर नम्रताको एउटा उदाहरण, एउटा सेवाको भावनाको उदाहरण त्यहाँ येशू ख्रीष्टले देखाउनु भएको हामीले थाहा पाउन सक्दछौँ। यी कुराहरूलाई हामी मत्ती 26 अध्यायको 17 देखि 75 सम्ममा हामीले देख्न सक्दछौँ। हामी यो सबै पदहरूलाई त हामी पढ्न भ्याउँदैनौँ अहिले, तर हामी यसको मुख्य कुरोहरूलाई हामी बुझ्नेछौँ। येशू ख्रीष्टले आफ्ना चेलाहरूको खुट्टा धुनुभयो बिहीबारको दिनमा। येशू ख्रीष्ट 12 जना चेलाहरूसँग अन्तिम भोज गर्नुभएको कुरो हामी त्यहाँ देख्न सक्दछौँ र येशू ख्रीष्टले आफूबाट नम्रताको उदाहरण देखाउनु भएको कुरो हामी त्यहाँ देख्न सक्दछौँ। र त्यति मात्र नभएर येशू गेतसमनीको बगैँचामा गएर प्रार्थना गर्नुभएको कुरो हामी त्यहाँ देख्न सक्दछौँ र येशू ख्रीष्ट त्यही बखत त्यही समयमा पक्राउ पर्नु भएको छ। जब उहाँ गेतसमनीको बगैँचामा गएर प्रार्थना गर्दै हुनुहुन्थ्यो बेलुकाको समयमा, रातको समयमा, त्यही बेलामा येशू ख्रीष्टलाई पक्रन मानिसहरू आए र येशू ख्रीष्टलाई पक्रेर लगेको हामी थाहा पाउन सक्दछौँ। र येशू ख्रीष्टलाई पक्रेर लगेर महासभा घरमा उभ्याएको कुरोहरू हामी बिहीबारको दिनमा थाहा पाउन सक्दछौँ। अब त्यसै गरेर शुक्रबारको समयमा हामी हेर्दा शुक्रबारको समयमा के भयो? शुक्रबारको समयमा त्यहाँनिर येशूलाई क्रुसमा टाँगियो र येशू ख्रीष्ट क्रुसमा मर्नु भएको घटना हामी त्यहाँ देख्न सक्दछौँ। उहाँले संसारको लागि आफ्नो प्राण त्याग्नु भएको कुरालाई हामी त्यहाँ देख्न सक्दछौँ। जसले हामी यो कुरालाई पाउन सक्दछौँ मत्ती 27 अध्यायको 45, 46 र 50 मा हामीले पाउन सक्दछौँ। येशूलाई क्रुसमा टाँगेको कुरो हामी मत्ती 27 अध्यायको 45, 46 र 50 मा हामीले पाउन सक्दछौँ। र हामीले हेर्ने हो भने 27 मा येशूको अपमान भनेर लेखिएको छ। 27 अध्यायको 27 पदमा त्यहाँ माथि हेर्ने हो भने येशूको अपमान भनेर लेखिएको छ। अनि त्यहाँ सिपाहीहरूले येशू ख्रीष्टलाई मुकुट लगाइदिएको र त्यहाँ रातो वस्त्र पहिराइदिएको कुरोहरू हामी देख्न सक्दछौँ। शुक्रबारको दिनमा जब येशू ख्रीष्टलाई क्रुसमा टाँग्नु भन्दा पहिले येशू ख्रीष्टलाई त्यहाँ कोर्रा लगाएको छ र येशू ख्रीष्टले त्यो कोर्राको चोटहरूलाई सहनु भयो र हामीले हेर्ने हो भने येशू ख्रीष्टलाई त्यहाँ अपमान गरिएको छ। येशू ख्रीष्टलाई त्यो रातो एउटा वस्त्र पहिराइदिए र येशू ख्रीष्टलाई काँडाको मुकुट पहिराइदिए र येशू ख्रीष्टलाई चाहिँ त्यहाँ मानिसहरूले खिल्ली उडाउँदै भनेको कुराहरू हामी त्यहाँ देख्न सक्दछौँ। त्यहाँ भनेको छ,
हे यहुदीहरूको राजा प्रणाम भनेर त्यहाँनिर चाहिँ यीशु ख्रीष्टलाई अपमान गरेका कुराहरू हामीले देख्न सक्दछौँ र यो अपमानहरूलाई चाहिँ यीशु ख्रीष्टले सहनु भयो। तपाईको र मेरो निम्ति सहनु भएको कुरोहरूलाई हामीले शुक्रबारको दिनमा थाहा पाउन सक्दछौँ। जसै यीशु ख्रीष्ट त्यहाँ क्रुसमा लगिनुभन्दा अगाडि यीशु ख्रीष्टलाई क्रुसमा लगिनुभन्दा अगाडि यीशु ख्रीष्टलाई कोर्रा लगाए, यीशु ख्रीष्टलाई मुकुट लगाइदिए, काँडाको मुकुट लगाइदिए, यीशु ख्रीष्टलाई खिल्ली उडाएको कुरोहरू हामी त्यहाँ देख्न सक्दछौँ। जस्तै यीशु ख्रीष्टलाई त्यो गोरुङको क्रुस बोकेर गलगता भन्ने ठाउँमा उहाँलाई लगियो र त्यहाँ यीशु ख्रीष्टलाई क्रुसमा टाँगियो, हातमा काँटी ठोकिए, खुट्टामा काँटी ठोकिए र क्रुसमा झुन्डाए र यीशु ख्रीष्टले शुक्रबारकै दिनमा यीशु ख्रीष्टले आफ्नो प्राण त्याग्नु भएको कुरो हामी देख्न सक्दछौँ। जहाँ हामी पाउन सक्दछौँ यीशुको मृत्यु भनेर मत्ती 27 अध्यायको 45 देखि 45, 46 र 50 मा हामी पाउन सक्दछौँ। हुन्छ म पढिदिनेछु। 45 मा यसरी लेखिएको छ, अब मध्याह्नदेखि 3 बजेसम्म सारा देशमा अन्धकार भयो। 3 बजेतिर यसो भनेर ठुलो स्वरले कराउनु भयो, इलोई इलोई लामा सबखथनी, अर्थात् हे मेरा परमेश्वर तपाईले मलाई किन त्याग्नु भएको छ। 50 मा तब येशू फेरि ठुलो स्वरले कराउनु भयो र आफ्नो प्राण त्याग्नु भयो। हेर्नुहोस्, यो आफ्नो प्राण त्यागाइ चाहिँ शुक्रबारको दिनमा भएको घटनालाई हामीले थाहा पाउन सक्दछौँ। जस्तै यीशु ख्रीष्ट क्रुसमा टाँगिनु भयो र उहाँले ठुलो स्वरमा कराउनु भयो र भन्नुभयो, हे मेरा परमेश्वर तपाईले मलाई किन त्याग्नु भएको छ। तब फेरि ठुलो स्वरले कराउनु भयो र आफ्नो आत्मा त्याग्नु भयो। हेर्नुहोस्, उहाँले आफ्नो आत्मा त्याग्नु भएको कुरोलाई हामी शुक्रबारको घटनामा देख्न सक्दछौँ। त्यसै कारणले गर्दाखेरि यो हप्ताहरू चाहिँ एकदमै महत्त्वपूर्ण रहेको छ। मलाई आशा थियो हजुरहरू सायद शुक्रबार हिजोको दिनमा सायद यी परमेश्वरको दुःख भोगमा चर्चमा आउनु भएर सँगै यीशु ख्रीष्टको दुःख भोगमा सहभागी हुनुहुन्छ होला भनेर प्रार्थना गर्दै थिए। तर हजुरहरू कारणवश होला सायद आउन सक्नु भएन। तर पनि हामी एकसाथ उहाँको दुःख भोगमा सहभागी हुन अत्यन्तै आवश्यकता छ। यी कुराहरू हामीले थाहा पाइराख्नु पर्दछ, किनभने यीशु ख्रीष्टले तपाईको र मेरो निम्ति प्राण अर्पण गरिदिनु भयो। हामीले के दिन सक्छौँ र तर हामीले उहाँलाई हामीबाट केही समयहरू छुट्याएर उहाँसँग उहाँको दुःख भोगमा सहभागी हुनलाई हामीले आफ्नो समय दिन अत्यन्तै आवश्यकता हुँदछ। र त्यसै गरेर यीशु ख्रीष्ट मर्नुभयो र शुक्रबारकै दिनमा यीशु ख्रीष्टलाई चिहानमा गाडिए र त्यहाँनिर योसेफ भन्ने एकजना व्यक्ति हुनुहुन्थ्यो जसले पिलातस कहाँ गएर यीशुको मृत शरीरलाई माग्नुभयो र कहिले पनि कसैलाई पनि नराखिएको त्यो चट्टानमा खोपेर बनाएको त्यो चिहानमा चाहिँ यीशु ख्रीष्टलाई त्यहाँ राखिएको कुरो हामी थाहा पाउन सक्दछौँ। जस्तै उहाँलाई राखियो र ठुलो ढुङ्गाले चाहिँ त्यो चिहानको ढोका बन्द गरिदिएको हामी त्यहाँ देख्न सक्दछौँ। जसै त्यो चिहानको ढोका बन्द गरियो तब भोलिपल्ट आयो, तब शनिबारको दिनमा यीशु ख्रीष्ट चाहिँ चिहानमै बसिरहनु भएको, चिहानमा नै रहनु भएको कुरो हामी देख्न सक्दछौँ। यीशुको शरीर चिहानमा राखिएको थियो, जुन प्रतीक्षाको शान्त दिन थियो। त्यो बेलामा त्यस्तो ठुलो घटना कुनै भएन र यो समय चाहिँ हामीले महसुस गर्दा साँच्चै नै यो समयमा यीशु ख्रीष्ट चिहानमा हुनुहुन्छ। जुन चिहान चाहिँ बन्द गरेको ढोकाभित्र यीशु ख्रीष्टको त्यो मृत शरीर रहेको छ भनेर आज तपाईँ र मैले महसुस गर्नुपर्ने छ। किनभने यो कुराहरू व्यर्थमा
भनिरहेको लेखिरहेको कुरोहरू होइन, तपाईँको र मेरो निम्ति भनेर लेखिएको र भएका सत्य घटनाहरू हुन्। र येशू ख्रीष्ट शनिबारको दिनमा चिहानमा येशू ख्रीष्टलाई राखियो र प्रतीक्षाको दिन थियो, जुन शान्त दिन थियो। र आइतबार हेर्नुहोस्, आइतबारको घटना एकदमै महत्त्वपूर्ण घटना रहेको छ। एकदमै आज तपाईँको र मेरो विश्वासको आधार भनेको नै आइतबारको घटना हो। यदि हामी तपाईँ र मैले विश्वास गरेका छौँ, क्रिस्चियन जीवन जिउँछौँ, यसको आधार नै आइतबारको दिन हो। आइतबारको दिनमा यस्तो घटना भयो, कुनै पनि मानिसले सोचेर कल्पना गरेर गर्न नसकिने घटना भएको हामी त्यहाँ देख्न सक्दछौँ। जुन घटना पुनरुत्थानको घटना थियो। आमेन। जुन घटना पुनरुत्थानको घटना थियो। येशू ख्रीष्ट मर्नुभयो शुक्रबारको दिनमा। उहाँलाई त्यही दिनमा चिहानमा राखिए र चिहानको ढोका बन्द गरियो र येशू ख्रीष्ट शनिबारको दिनमा त्यहाँ चिहानमा नै राखिएको, चिहानमा नै हुनुभयो र उहाँलाई त्यहाँ चिहानमा राख्नुभयो र त्यो प्रतीक्षाको दिन थियो र आइतबारको दिन चाहिँ पुनरुत्थानको दिन थियो। त्यो पुनरुत्थानको दिनमा येशू ख्रीष्ट मृत्युबाट बिउताउनु भयो र पाप र मृत्युमाथि विजय प्राप्त गर्नुभएको दिन पुनरुत्थानको दिन, जुन आइतबारको दिन हो, जसलाई चाहिँ इस्टर सन्डे पनि भनिन्छ। त्यो दिनमा चाहिँ येशू ख्रीष्ट बौरी उठ्नुभयो। उहाँले मृत्युलाई र पापलाई जित्नुभयो र मृत्युबाट पनि उहाँ बिउताउनु भएको कुरो हामी त्यहाँ देख्न सक्दछौँ। मृत्युबाट बिउताएको अर्को पनि हामी देख्न सक्दछौँ लाजरसलाई। जसरी लाजरस मृत्यु भएर उहाँलाई चिहानमा राखिएको थियो, उहाँ पनि मृत्युबाट बिउताउनु भयो। तर येशू ख्रीष्ट पनि बिउताउनु भयो। अब यसमा कुन चाहिँ ठुलो कुरो छ भनेर मानिसहरूको विचारमा आउन सक्छ। तर लाजरस मृत्युबाट बिउते, फेरि पनि लाजरस मरेर गए। तर येशू ख्रीष्ट मृत्युबाट बिउताउनु भयो, बौरी उठ्नु भयो, तर उहाँ कहिले पनि मर्नु भएन। उहाँ स्वर्गमा उचालिनु भयो। अनन्तको जीवन, अनन्तको शरीर, महिमित शरीर लिएर उहाँ स्वर्गमा उचालिनु भयो। त्यो भएको कारणले गर्दाखेरि आज तपाईँको र मेरो विश्वासको आधार यही समयलाई हामीले थाहा पाउन सक्दछौँ। जस्तै येशू ख्रीष्ट बिउताउनु भयो र सबैभन्दा हामीले एकदमै हर्ष उल्लास खुसीका साथ मनाउनु पर्दछ यो आइतबारको समयलाई, आइतबारको दिनलाई, यो समयमा भएका घटनाहरूलाई हामीले सम्झिनु पर्दछ। त्यही भएको कारणले गर्दाखेरि आज तपाईँ र मेरो निम्ति मण्डलीहरूमा सूचनाहरू आइरहेको छ। इस्टर सन्डेको लागि, र्यालीहरूको लागि चाहिँ सबै क्रिस्चियन मण्डली परिवारमा एकता भएर र्याली गर्ने कार्यक्रमहरू राख्नु भएको छ। यो त्यसै राखिएको छैन प्रिय मण्डली। यो राख्नुको ठुलो उद्देश्य छ, यो गर्नुको ठुलो उद्देश्य छ। किनभने तपाईँको र मेरो निम्ति येशू ख्रीष्ट बौरी उठ्नु भएको कुरोलाई चाहिँ सारा संसारलाई सुनाउन अत्यन्तै आवश्यकता छ। त्यो भएको कारणले गर्दाखेरि तपाईँ र मैले यो इस्टर सन्डेलाई एकदमै हर्ष र उल्लासका साथ, खुसियालीका साथ मनाउन अत्यन्तै आवश्यकता छ। र आशा गर्दछु भोलिको दिन, भोलिको समयमा जुन र्यालीहरू हुँदैछ, जुन यस मण्डलीबाट पनि ट्र्याक्टरका साथ हामी जानेछौँ, त्यो समयमा, त्यो र्यालीमा हाम्रो मण्डली परिवार पनि हर्ष र उल्लास र खुसीका साथ सहभागी भएर त्यो र्यालीलाई सम्पन्न गर्नलाई सहायता गर्नुहुनेछ भनेर परमेश्वरमा हामी आशा गर्दछौँ। र यो समयमा हामी एकदमै परमेश्वरलाई समय सम्झने समय हो। उहाँ चिहानमा हुनुहुन्छ। उहाँले आइतबारको दिनमा संसारमाथि विजय गर्नुभयो, मृत्युमाथि विजय गर्नुभयो, पापमाथि विजय गर्नुभयो र तपाईँ र मलाई त्यो विजय शक्ति दिनुभएको कुराहरू हामी थाहा पाउन सक्दछौँ। यस हप्ताले येशू ख्रीष्ट यरुशलेममा प्रवेश गर्नुभएको कुरो, येशू ख्रीष्टले शिक्षा दिनुभएको कुरो र येशू ख्रीष्ट बलिदान हुनुभएको कुरो र येशू ख्रीष्ट पुनरुत्थान हुनुभएको कुरोलाई बुझाउँदछ। र यो हप्ता एकदमै महत्त्वपूर्ण हप्ता रहेको छ, जुन हप्तालाई तपाईँ र मैले आज बुझ्न सक्यौँ।
र यो हप्तालाई बुझेर आज हामीले कस्तो जीवन जिउनु पर्दछ त, अब हामीले के गर्नु पर्दछ त भन्ने कुरोलाई हामीले विचार गर्नु पर्दछ। जसरी येशू ख्रीष्ट त्यो गधामा चढेर त्यो यरुशलेममा प्रवेश गर्नुभएको कुरो हामी त्यहाँ देख्न सक्दछौँ। उहाँ येशू ख्रीष्ट राजा भइकन आउनुभयो तपाईँको र मेरो निम्ति, हाम्रो जीवनलाई शुद्ध गर्नुभयो र उहाँले तपाईँको र मेरो हृदयलाई शुद्ध गर्नुभएको कुरोहरू हामी त्यहाँ देख्न सक्दछौँ। जसरी येशू ख्रीष्टले त्यो मन्दिरलाई शुद्ध गर्नुभयो, त्यो मन्दिर प्रार्थनाको मन्दिर हुनुपर्ने थियो, तर डाकुहरूको अड्डा भएको कुरोलाई त्यहाँ देख्न सक्दछौँ। आज त्यसलाई हटाएर तपाईँको र मेरो हृदयमा भएका ती सबै किसिमका अशुद्ध कुरोहरूलाई येशू ख्रीष्टले हटाउनु भएको छ र तपाईँको र मेरो हृदयलाई येशू ख्रीष्टले प्रार्थनाको घर बनाउनु भएको छ। आमेन। के हामी विश्वास गर्दछौँ? साँच्चै तपाईँको र मेरो हृदयलाई येशू ख्रीष्टले प्रार्थनाको हृदय बनाउनु भएको छ र शुद्ध पार्नु भएको छ। जुन अशुद्ध कुराहरू थियो त्यसलाई हटाउनु भएको छ र अब तपाईँ र मैले त्यो अशुद्ध कुरोलाई हटाउनको निम्ति येशू ख्रीष्टलाई अनुमति दिनुपर्ने छ। यदि तपाईँ र मैले येशू ख्रीष्टलाई अनुमति दिँदै छैनौँ भने साँच्चै नै यो असम्भव छ। तपाईँ र मैले येशू ख्रीष्टलाई भन्नुपर्दछ, येशू ख्रीष्ट मेरो हृदयमा भएको अशुद्ध कुरोलाई हटाएर मलाई शुद्ध बनाउनु भएको होस् र मेरो हृदयलाई प्रार्थनाको घर बनाउनुहोस् भनिकन हामीले परमेश्वर येशू ख्रीष्टलाई पुकार्नु पर्नेछ। र त्यसै गरेर येशू ख्रीष्टले जसै गरेर त्यहाँनिर धोका दिने कुराहरू रहेको छ, जसै यहुदा इस्करियोतले येशू ख्रीष्टलाई धोका दिए, यदि तपाईँको र मेरो जीवनमा पनि धोका दिने प्रवृत्तिहरू छ भने अहिलेदेखिबाट तपाईँ र मैले विश्वास गर्ने, एकअर्कालाई विश्वास दिलाउने प्रवृत्तिहरूलाई आफ्नो जीवनमा सुधार्नु पर्छ। जसरी यहुदा इस्करियोतले येशू ख्रीष्टलाई धोका दिए, यदि तपाईँ र मैले पनि धोका दिनेहरूलाई विचारहरू गरिरहेका छौँ भने यो पापी सोचहरूमा एकअर्कालाई कसैले हामीसँग विश्वास गरेको छ तर हामीले धोका दिने विचार गरिरहेका छौँ भने यो प्रवृत्तिहरूबाट अब हामी परिवर्तन हुनु पर्दछ, एकअर्कालाई विश्वास दिलाउनु पर्दछ। आज यी वचनहरूले हामीलाई यसरी सिकाउँदछ। साँच्चै अब हामीले नम्रतालाई हामीले धारणा गर्नु पर्दछ। जसरी येशू ख्रीष्टले आफ्ना चेलाहरूको खुट्टा धोएर एउटा नम्रताको उदाहरण दिनुभयो, त्यो नम्रता आज तपाईँको र मेरो जीवनमा हुनु पर्दछ। यदि मैले उसको कुरा सुन्यो भने, यदि मैले उसँग सल्लाह लियो भने, यदि मैले त्यो गरेँ भने, यहाँ गरेँ भने मलाई नराम्रो भन्छ, मलाई निच्च पार्छ भनेर जब हामी सोचहरू सोच्दछौँ हामी अगाडि बढ्न सक्दैनौँ र हाम्रो हृदयमा घमण्डहरूले भरिएको हुन्छ। त्यो भएको कारणले गर्दाखेरि जसरी येशू ख्रीष्ट नम्र भइकन एउटा नम्रताको उदाहरण दिएर चेलाहरूको खुट्टा धुनुभयो, यसले हामीलाई देखाउँदछ कि एक अर्कासँग नम्र व्यवहार गर्नुपर्ने कुरा, नम्रतापूर्वक व्यवहार गर्नुपर्ने कुरा, नम्रता साथ सेवा गर्नुपर्ने कुरालाई हामी बुझ्न सक्दछौँ। यो येशू ख्रीष्टले त्यसै चेलाहरूको खुट्टा धुनुभएको कुरोहरू होइन, यो कुरोले ठुलो उदाहरण दिँदछ, नम्रताको उदाहरण दिँदछ र सेवाको उदाहरण दिँदछ। एकअर्कालाई हामीले सेवा गर्नुपर्ने छ र हामीले अब कुनै पनि किसिमको भौतिक बलिदानहरू दिन आवश्यकता छैन। तपाईँको र मेरो निम्ति येशू ख्रीष्ट स्वयं नै एउटा बलिदानको थुमा भएर आउनुभयो र उहाँ क्रुसमा टाँगिनु भयो। अब तपाईँ र मैले कुनै पनि बलिदानहरू दिनुपर्ने छैन हाम्रो पाप ढाक्नको निम्ति। अब तपाईँको र मेरो पापलाई पखाल्न, धुन र पापबाट मुक्त गर्न येशू ख्रीष्ट स्वयं नै क्रुसमा बलिदान भएर तपाईँको र मेरो पापलाई धुनु भएको छ। अब हामीले कस्तो कुरोहरूको बलिदान दिनुपर्दछ त? हामीले यस्तो कुरोहरूको बलिदान दिनुपर्दछ जुन हाम्रो सोचमा नराम्रो खराब विचारहरू छन्, हाम्रो खराब चालहरू छन्,
खराब विचारहरू छन्, खराब बानीहरू छन्, यी बानीहरूको हामीले बलिदान दिनुपर्दछ। यी बानीहरूबाट हामी मुक्त हुनुपर्दछ। हामीले अब शारीरिक रूपमा कुनै पनि किसिमको बलिदान दिनु पर्दैन, तर अब हामीले यो कुरोको बलिदान दिनुपर्दछ कि हाम्रो जीवनबाट हुने खराब चालहरूको बलिदान, खराब व्यवहारहरूको बलिदान, खराब सोचहरूको बलिदान र खराब बानीहरूको बलिदान दिएर असल कुरोहरूलाई चाहिँ हामीले लिन आवश्यकता छ। अब उपरान्त कुनै पनि भौतिक बलिदानको आवश्यकता छैन। जसै येशू ख्रीष्ट आइतबारको दिनमा विजय हुनुभयो, आज तपाईँ र मलाई येशू ख्रीष्टले विजय बनाउनु भएको छ। येशू ख्रीष्ट शैतानमाथि विजय हुनुभयो, मृत्युमाथि विजय हुनुभयो, संसारमाथि विजय हुनुभयो, प्रधानताहरूमाथि विजय हुनुभयो, अन्धकारका दुष्ट अन्धकारका सेनाहरूको विरुद्धमा उहाँ चाहिँ विजय हुनुभयो, अनि अन्धकारमाथि विजय हुनुभयो, शैतानका शक्तिहरूमाथि उहाँ विजय हुनुभयो। साँच्चै नै आज तपाईँ र मलाई पनि येशू ख्रीष्टले यी कुराहरूमा विजय बनाउनु भएको हामी थाहा पाउन सक्दछौँ। साँच्चै नै आज तपाईँ र म विजय भएका सन्तानहरू हौँ। साँच्चै नै आज हामी संसारमाथि विजय भएका छौँ, अन्धकारमाथि विजय भएका छौँ, मृत्युमाथि विजय भएका छौँ र उहाँसँग हामी विजय जीवन हामीले जिरहेका छौँ। साँच्चै नै हामी येशू ख्रीष्टमा विजय भएका छौँ भन्ने पूर्ण विश्वास गर्छौँ? के हामी विजय भएका छौँ? के अब हामी विजय जीवन जिउनलाई तयार छौँ? साँच्चै नै आज तपाईँ र म अब उपरान्त हारेको जीवन होइन, अब तपाईँ र म विजय जीवन जिउनु आवश्यकता छ। र त्यो विजय जीवन चाहिँ येशू ख्रीष्टबाट मात्र आउँदछ र येशू ख्रीष्टलाई मात्र हामीले यो विजय जीवनको महिमा दिन सक्दछौँ। साँच्चै नै यो समयमा येशू ख्रीष्टले तपाईँ र मलाई विजय पार्नु भएको छ र येशू ख्रीष्ट स्वयंले भन्नुभएको छ। यूहन्ना 16 अध्यायको 33 पदमा सबैजनाले निकाल्न सक्नुहुनेछ। यूहन्ना 16 अध्यायको 33 पदमा यसरी लेखिएको छ। येशू ख्रीष्टले भन्नुभयो, येशू ख्रीष्टले भन्नुभएको कुरोलाई हामी त्यहाँ देख्न सक्दछौँ। त्यहाँ लेखिएको छ, ममा तिमीहरूलाई शान्ति होस्, संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु। आमेन। साँच्चै नै आज येशू ख्रीष्टले संसारलाई जित्नु भएको छ र हाम्रो जीवनमा सङ्कष्ट आउला, तर तपाईँको र मेरो निम्ति उहाँ विजय हुनु भएको छ र आज हामीले साहस गर्नुपर्ने कुराहरू रहेको छ। तपाईँको र मेरो निम्ति येशू ख्रीष्टले संसारलाई जित्नु भएको छ। अब हामी साहस गरेर अगाडि बढ्न अत्यन्तै आवश्यकता रहेको छ। हाम्रो प्रभुलाई हामी यो समयमा प्रार्थना गर्नेछौँ। हामी यो समयमा भन्नेछौँ, प्रभुलाई हामी धन्यवाद भन्नेछौँ। हामी सबैजना आफ्नो घोडामा बस्नेछौँ र हामी प्रार्थना गर्नेछौँ परमेश्वरलाई, प्रभु तपाईँले यो हप्ताभरि हामीलाई हाम्रो लागि दुःख भोग्नुभयो, तपाईँले दुःख सहनुभयो, कष्ट सहनुभयो र तपाईँ मर्नुभयो, तपाईँ यरुशलेममा प्रवेश गर्नुभयो। साँच्चै नै आज हामी तपाईँको नाउँमा विजय भएका छौँ भनिकन हामी उहाँलाई प्रार्थना गर्नेछौँ र उहाँको नाउँमा हामी एकदमै मग्न भएर हामी उहाँलाई प्रार्थना गर्नेछौँ। प्रभु तपाईँलाई धन्यवाद। महान परमेश्वर बुबा, हामी प्रार्थना गर्दछौँ यो समयमा, जसरी प्रभु तपाईँले यो हप्ताभरि तपाईँले दुःख भोग्नुभयो, तपाईँ प्रभु येशू ख्रीष्ट यरुशलेममा प्रवेश गर्नुभयो, तपाईँ प्रभु येशू ख्रीष्टले मन्दिरलाई शुद्ध गर्नुभयो, तपाईँ प्रभु येशू ख्रीष्टले शिक्षाहरू दिनुभयो, तपाईँलाई धोका दिए र प्रभु तपाईँ क्रुसमा टाँगिनुभयो, मर्नुभयो र गाडिनुभयो र प्रभु तपाईँ चिहानमा तपाईँलाई राखिए प्रभु र तपाईँ बौरी उठ्नुभयो। आज तपाईँको बौरी उठाइले हामीमा जीवन लिएर आएको छ, हामीमा आशा लिएर आएको छ र आज हामी संसारमाथि विजय भएका छौँ। महान परमेश्वर बुबा, तपाईँको इच्छा र तपाईँको अनुग्रह सदा सर्वदा हाम्रो जीवनमा
प्राणमा आत्मामा सदा सर्वदा भएको हामी थाहा पाउन सक्दछौँ। प्रभु तपाईँ स्तुतिको योग्य तपाईँ नै हुनुहुन्छ। यो समय यो घडीमा प्रभु यो सम्पूर्ण बिन्ती पुकार प्रार्थना र वचनको भागलाई तपाईँको हातमा समर्पण गर्दै आशिष र अनुग्रह चाहन्छौँ। हामीलाई माया गर्नुहुने येशू प्रभुको नाउँमा आमेन।